एकजनाले म्यान अफ द म्याच पाएको, तर त्यो खेलाडीले चाहिँ बोलाएर तपाईँलाई नै दिएको भन्ने त्यो याद छ त त्यो? हजुर एकदमै याद छ। त्यो चाहिँ अर्को बङ्गलादेशमा भएको हो होइन। त्यति बेला चाहिँ के भयो भने चाहिँ मालदिप्स र नेपालको गेम भएको। त्यस पछाडि मालदिप्सलाई चाहिँ हामीले नेपालले जित्यौँ। अनि मालदिप्सलाई चाहिँ अब दुईवटा टिमलाई यसो सँगै राखेर अनि अब म्यान अफ द म्याच चाहिँ स्कोरको आधारमा छुट्याउँछ होइन। अब त्यति बेला चाहिँ के भयो भने स्कोर मेरै बढी थियो अभियसली होइन। अनि तर हामीले जित्यौँ। अनि मालदिप्स चाहिँ त्यो हार्ने बित्तिकै आउट हुन्थ्यो। अनि तिनीहरू अब आउट हुन्छ के अरे, एउटा अब म्यान अफ द म्याच चाहिँ दिउँ भन्ने सिद्धान्तले गयो कि के भयो त्यो त आफ्नो ठाउँमा छ होइन। अनि दुईजना हामीले यसरी राखिसकेपछि चाहिँ अनि मालदिप्सको खेलाडीलाई म्यान अफ द म्याच भन्यो जर्सी नम्बर 12 उजाम अली भन्ने साथीलाई चाहिँ दियो। मोबाइल थियो त्यति बेला। अनि मोबाइल दिइसकेपछि उसले मोबाइल रिसिभ गरेर अनि सिधै हाम्रो कोर्टमा आएर मेरो हातमा चाहिँ उसले दिए के, यो चाहिँ म भएको होइन तिमी भएको हो, लौ यो मैले जितेको होइन तिमीले जितेको भनेर चाहिँ मलाई दियो। मैले मानेकै थिएन। त्यस पछाडि चाहिँ होइन तिमीले यो लान्नौ भने म यहीँ छोडेर गइदिन्छु भनेपछि अनि मैले उसलाई चाहिँ अस्वीकार गरिनँ, त्यसलाई एक्सेप्ट गरेर गरे।